हेलो गाइज, वेलकम टु माई च्यानल। सबैजना सन्चै एकदमै आरामै हुनुहुन्छ होला होइन। म पनि एकदमै सन्चै आरामै छु। आज चाहिँ कान्तिताल घुम्न गइरहेको छु होइन। तपाईँहरूलाई एकदमै हेराउने भनेर चाहिँ अब म चाहिँ यहाँबाट कान्तितालको लागि प्रस्थान हुँदैछु। तपाईँहरूलाई हेराउने छु, एकदमै ध्यान दिएर हेर्नु होला है। देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ स्याउ हो। स्याउ पुरा एकदमै फलेको छ होइन। मैले चाहिँ हेर्न भित्र आएको थिएँ। हाम्रो चाहिँ यहीँ काम गर्नुहुन्छ, यो चाहिँ कृषि ज्ञान केन्द्र नेपालगञ्जमा होइन। यहाँ फलेको छ कि एकदमै घटरम्मै। पाक्यो भने पछि दाइलाई पायो भने मलाई दिइहाल्नुहुन्छ। दामी छ दामी। यो त पहिला सानो बेलामा यस्ता काहीँ बाँकी राखिएन, चोरेर खाइहाल्थ्यो। अब यहाँ भित्र आउने मिल्दैन होइन दाइ। हामीहरू चाहिँ अटोको लागि वेटिङमा छु। लाज मान्छ केटोले फेरि त्यस्तै छ। अब हामीहरू जाँदैछु। अटो अब आउँछ कि आउँदैन। अब आउँछ अब मान्छेहरू हुन्छ। हामी चाहिँ सिङ्गल जाने भनेको के खाली हुनु पऱ्यो। अब हेरौँ अब ऊ भयो भने हल्लिन्छ क्या हातले। म चाहिँ गाइस धम्बोजी चोकमा पुगिसकेँ होइन। भाइ आउँदैछ क्यामेरा ल्याएर। अहिले क्यामेरामा फोटो खिच्ने भनेको अब खिच्नु पर्ला अहिले एकछिनमा। माइक निकालेन तपाईँहरू देख्न सक्नुहुन्छ गाइस, हामी चाहिँ कान्तिताल जानु लाग्छ आज होइन घुम्नलाई। अनि अहिले चाहिँ हामी बस पार्क पुग्यौँ होइन। लास्टै हल्लिन्छ भने हामी अटोमा छौँ नि त। अब अटोमा त्यही त हो, बढ्याङ बुडुङ बढी हुन्छ। के गर्ने, यस्तै छ बाटो एकदम। के भन्छ त्यो इन्डियामा हुन्छ नि विदेशमा त्यस्तो छ। त्यही भएर अलि राम्रो क्वालिटी आउँछ क्या हल्ल्यो भने। त्यही भएर मैले दिसाने है अब। काठमाडौँ होइन हो, काठमाडौँ होइन ब्लग बनाउन आएकै ब्रदर। कहाँ यार तिमी पनि यार के भन्ने यार, यस्तै छ। स्पिड भनेकै स्पिड बहुत चलाइराख्नु भएको छ। स्पिड त यस्तै चल्छ हजुर, यस्तै हो तपाईँको बानी, यस्तै हो ए बानी यस्तै। चिजमा खतरा मान्छे हुनुहुँदो रहेछ तपाईँ त। त्यसो भए नेपालको ड्राइभरले के चलाउँछ, खाँचो चलाउँछ नि कस्तरी हाल्छ नि हात। ए प्रभु यार, यसरी चलाउँछन् कि माथि। ल फाइनली पुग्यो कान्तिताल हजुर। हामी चाहिँ गाइस कान्तितालमा पुगिसक्यो होइन। अब म चाहिँ अगाडि तपाईँहरूलाई एक्सप्लोर गर्नेछु, यसको बारेमा बताउने छु। तपाईँ एकदमै हेर्न सक्नुहुन्छ होइन। मलाई त यार कति वर्षपछि बनाएको, म त आत्तिन्छु भाइ यार। पहिला यहाँ जाउँ आऊ। गाइस तपाईँहरू देख्न सक्नुहुन्छ, हामी चाहिँ उता जानेवाला छु अब एकछिनमा होइन। उता मान्छेहरू छन् होइन, उता भिडभाड छ हल्का। अब मान्छेहरू साँझतिर, अब दिउँसो गर्मी हुन्छ, साँझतिर मान्छेहरू आउने रहेछन्। हामी चाहिँ धेरै पछि आएको यो कान्तितालमा होइन। उतातिर पुरा यस्तो छ कि कमलको फुल फुलेर यस्तो दामी छ होइन। त्यहाँ गएर म तपाईँलाई देखाउने छु। एकदमै काहीँ पनि नभागेर एकदमै यहीँ भएर हेर्नुहोस् होइन। पछाडि दामी आउँदैछ।
तपाईँ देख्न सक्नुहुन्छ गाइज कमलको फुल हामी नजिक पुगिसक्यो होइन दामी छ ठाउँ होइन त म चाहिँ अहिले लुगा अब फोहोर भए पनि एउटा कमलको फुल चाहिँ टिपेरै आउनेवाला छु तपाईँहरू देख्न सक्नुहुन्छ गाइज त्यो मान्छे हो म त डराएँ भाइ यार त्यसलाई देखेर ऊ हेर न ऊ ल्याएर आउनु लाग्छ त्यो बाबुलाई अहिले भन्नुपर्छ एउटा देऊ बाबु भनेर ए उनीहरूले पनि ल्याखान त ल्याउँदै ऊ यहाँ अगाडि हेर न कसरी जान्छन् म त डराउँछु यार यहाँ छ भने देखाएनौ के देखाऊ यहाँ छ हेर ऊ आइरहेछ डुब्दै डुब्दै यिनीहरूले हाड गरेर गर्छन् कि यार म त डराउँछु यार यस्तरी जाडो सर्व होलान् ऊ आयो पौडी खेलेर पो आउनु लाग्छ त यार धेरै छ क्या हामी चाहिँ अब घर जान लाग्यो होइन अँध्यारो भइसक्यो अब जानु त पऱ्यो घरतिर यस्तै छ गाह्रो अब यहाँबाट जान्छु बिस्तारै लिनु होला अङ्कल है कान्ति तालबाट हामी जान लागेको होइन यो रहेछ रेस्टुरेन्ट पनि रहेछ यहाँ नजिकै साइडमा हामी रेस्टुरेन्टतिर नजाऊँ होला अहिले रातिको बिचमा जान्नु हामी अब त्यही अलिक यसको पनि हुनु पऱ्यो नि त व्यवस्था होइन त्यही भएर धुलो भने चाहिँ अति छ यार एरियामा भाइ यहाँ लास्टै धुलो छ होइन त लास्टै धुलो छ गाइज होइन अब बिस्तारै जानुपर्ने हुन्छ अघिको अटोवाला बौलाइरहेछ खासमा भन्नुपर्दा म के भन्छ कुदाउँछु अरे नकुदायो भने मेरो मनै शान्त हुन्न चला जस्तै लाग्दैन अरे हात दुख्छ अरे उसको त्यस्तो पनि हुन्छ अहिले चाहिँ गाइज हामीहरू चाहिँ रुममा आइसक्यौँ होइन त्यहाँबाट चाहिँ आउँदाखेरि चाहिँ कान्तितालबाट भित्रको बाटो ल्याएको एकदमै अँध्यारो थियो क्या केही पनि नदेखिने क्यामेरामै कैद गर्न गाह्रो हुन्छ होइन केही पनि देखिन्थेन क्या त्यही भएर चाहिँ बनाउन सकेनौँ हामीले होइन अनि अहिले महाकाली मिलनिर चाहिँ झरेर अटोबाट आयौँ भाडा पनि ठिक्क मिलाएर लिइदियो होइन हामीले क्यामेराबाट उसको भिडियो बनाउँदाखेरि हामीमा इम्प्रेस भइसकेको थियो मान्छे चाहिँ त्यो अङ्कललाई पनि एकदम मनैदेखि माया छ होइन त्यस्तो अब अनि पैसा पनि कम लियो क्या एकदमै भाडा अघि नै जाँदाखेरि जस्तो लिएको थियो अहिले त एकदमै कम लियो होइन खुसी लाग्यो अनि चाहिँ तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्यो होइन आजको भिडियोमा चाहिँ भ्लगमा चाहिँ होइन आजको भ्लगमा एकदमै सिनेमेटिक मात्र भयो होला के माइन्ड नगर्नु होला अर्कोमा एकदमै राम्रो गर्नेछु यस्तै तरिकाको ल्याउनेछु लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हस् अर्को भिडियोमा भेट्नेछु बाई